वास्तवमा लुगा फोल्ड गर्ने सही तरिका यही हो। पहिलो, दुवै मोजालाई एकअर्कामाथि क्रस गरेर राख्नुहोस्। एउटा मोजालाई माथिबाट मोडेर सानो पकेट बनाउनुहोस्। यसरी राख्दा मोजाहरू कहिल्यै छुटिँदैनन्। दोस्रो, अन्डरवेयर जथाभावी फ्याँक्नु सफाइका हिसाबले राम्रो मानिँदैन। बीचको भाग भित्रतिर मोड्नुहोस्। त्यसपछि दुवै छेउ मिलाएर सफा र व्यवस्थित रूपमा फोल्ड गर्नुहोस्। यसरी राख्दा खोज्न पनि सजिलो हुन्छ। तेस्रो, जाडोमा प्रयोग हुने पफर ज्याकेटले धेरै ठाउँ ओगट्छ। तर सही तरिकाले फोल्ड गरेमा एउटै सुटकेसभित्र करिब 10 वटा ज्याकेटसम्म सजिलै अटाउन सक्छ। चौथो, स्वेटरलाई ह्याङ्गरमा झुन्ड्याउँदा तन्किन वा आकार बिग्रिन सक्छ। त्यसको सट्टा किताब जस्तै फोल्ड गरेर राख्नुहोस्। अर्को वर्ष निकाल्दा पनि लगभग नयाँ जस्तै देखिन्छ। पाँचौं, हुडी फोल्ड गर्दा सबैभन्दा पहिले हुडलाई भित्र मोड्नुहोस्। त्यसपछि दुवै बाहुला पछाडितिर मिलाएर राख्नुहोस् र माथिल्लो तथा तल्लो भाग मोडेर तकिया जस्तो आकार दिनुहोस्। यसरी फोल्ड गर्दा हुडी भर्खर इस्त्री गरे जस्तै सफा देखिन्छ र तपाईको दराज वा अलमारीमा पनि धेरै अतिरिक्त ठाउँ बचत हुन्छ।